तपाईहरुलाई आज म तपाईलाई के कुरा सिकाउँछु भन्दाखेरि नि मान्छेहरु बुल मार्केट आयो भन्छन् तर पनि के गरिरहेका हुन्छन् भन्दाखेरि नि बुल मार्केटमै मान्छेहरु अनगन्ती पैसाहरु गुमाइरहेका हुन्छन् के त्यसै कारणले गर्दा नि हामीले बुल मार्केटमा गर्नै नहुने गल्तीहरु चाहिँ के हुन् त किन भन्दाखेरि पहिले के भन्छन् 1100 को बुल मार्केट आयो त्यति बेला पनि धेरै मान्छेहरुले पैसा गुमाउनु पर्यो किनकि 1100 को मार्केट घटेर 350 मा झर्यो त्यसपछि दोस्रो चोटीको अवस्था हेर्ने हो भने 1800 को बुल मार्केट आयो त्यति बेला पनि धेरै मान्छेहरु 1800 मा फसेर के भयो त फेरि के भन्छन् 1500 1200 मा आउँदाखेरि धेरै मान्छेहरुले पैसा गुमाउनु पर्यो फेरि केही 2 वर्ष अगाडिको अवस्था हेर्ने हो भन्दा नि बुल मार्केट कतिमा गइरहेको थियो त 3200 मा गइरहेको थियो फेरि त्यति बेला पनि के भयो भन्दाखेरि अब त शेयर मार्केट बढ्छ भने अन्तिममा के भयो त 3200 को बुल मार्केट घटेर कतिमा आयो त 1800 मा आयो जसको कारणले गर्दा के भयो भन्दाखेरि नि 1800 मा आइसकेपछि 3200 मा किनेका मान्छेहरु धेरै फसिरहे के धेरै मान्छेको जिन्दगी बिग्रियो त्यस कारणले गर्दा नि अहिलेको बुल मार्केटमा चाहिँ हामीले गर्नै नहुने त्यस्ता गल्तीहरु के हुन् त आजको भिडियोमा चाहिँ म तपाईलाई सिकाउने छु के यदि तपाईले यस प्रकाशजी युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने नि अहिले नै सब्स्क्राइब गर्नुस् विशेष गरी आज चाहिँ मैले तपाईलाई घरदेखि भिडियो बनाउन सकिन किनकि अलिकति समयको अभाव भयो आखिर एउटा कुरा के हो भन्दाखेरि नि हुन त म के भन्छ जंगलमा आइरहेको तर पनि ज्ञान भन्ने कुरा नि न घर न बाहिर जहाँसुकै मान्छेले जुन तरिकाले पनि सिक्न सक्छ के त्यसै कारणले गर्दा नि तपाईले बुल मार्केटमा गर्नै नहुने पहिलो गल्ती भनेको के हो भन्दाखेरि नि हल्लाको भरमा पर्नु हुन्न के हामीलाई के लाग्छ भन्दाखेरि शेयर मार्केटमा विभिन्न प्रकारका विश्लेषकहरु छन् विभिन्न प्रकारका एनालाइसिसहरु छन् उनीहरूले भनेपछि शेयर बढ्छ उनीहरूले भनेपछि शेयर घट्छ भन्ने हुन्छ तर रियालिटीमा त्यो हुन्न के किन हुन्न भन्दाखेरि नि जस्तै सामान्यतया धेरै ल के भन्छन् डिमान्ड आयो भनेपछि शेयर बढ्ने हो तर धेरै सेलर आयो भने त शेयर घट्ने हो त्यसै कारणले गर्दा नि तपाई हल्लाको भरमा पर्नु न तपाईले यो कुरा बुझ्नुपर्छ कि मैले कुन शेयर किन्दै छु त आखिर किन किन्दै छु अनि मैले कतिमा गइसक्यो बेच्ने आखिर मेरो स्ट्र्याटेजी त के हो त होल्ड हो कि म ट्रेडर हो कि इन्भेस्टर हो कि त्यो कुरा चाहिँ तपाईले के गर्नुपर्छ बुझ्नुपर्छ त्यसपछि दोस्रो कुरा चाहिँ तपाईले के गर्नुपर्छ भन्दाखेरि चाँडी धनाढ्य हुने सपना चाहिँ त्याग्नुपर्छ किन त्याग्नुपर्छ भन्दाखेरि मैले त्यस्ता मान्छेहरु पनि भेटेको छु एउटै स्टकमा मान्छेले लाख पैसाहरु हालेर डुबाइरहेका हुन्छन् कि एउटा कुरा के हुन्छ भन्दाखेरि नि हामीले सधैँ आफ्नो पोर्टफोलियो डाइभर्सिफिकेसन गर्नुपर्छ कि जस्तै हामीले सबै अन्डाहरूलाई एउटै बास्केटमा हाल्यो भने के हुन्छ भन्दाखेरि नि फुट्ने सम्भावना धेरै हुन्छ कि तर हामीले के गर्यौं भन्दाखेरि प्रत्येक सेक्टर वाइज ल कमर्सियल ब्याङ्कको सबभन्दा बेस्ट कम्पनी एउटा किन्यौं त्यस्तै गरेर हामीले के भन्छन् ल डेभलपमेन्ट ब्याङ्कको एउटा कम्पनी किन्यौं इन्भेस्टमेन्ट कम्पनी एउटा कम्पनी किन्यौं फाइनान्स क्षेत्रको एउटा कम्पनी किन्यौं इन्भेस्टमेन्टको एउटा कम्पनी किन्यौं ओदरको एउटा कम्पनी किन्यौं यसरी हामीले विभिन्न सेक्टरमा एक एकवटा एकदम बेस्ट कम्पनीहरु फन्डामेन्टल हेरेर किन्यौं भने नि त्यो चाहिँ बेस्ट हुन्छ कि फेरि एउटा कुरा के भन्छ भन्दाखेरि नि पोर्टफोलियो म्यानेजमेन्ट गर्दै गर्दाखेरि हामीले आफ्नो सम्पत्तिको केही पर्सेन्ट हामीले शेयरमा हाल्नुपर्छ केही पर्सेन्ट हामीले डिबेन्चरमा हाल्नुपर्छ केही पर्सेन्ट हामीले म्युचुअल फन्डमा हाल्नुपर्छ त्यसपछि केही पर्सेन्ट हामीले के गर्नुपर्छ फिक्स डिपोजिटमा राख्नुपर्छ अनि केही पर्सेन्ट हामीले रियल इस्टेटमा राख्नुपर्छ केही पर्सेन्ट चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि क्यास राख्नुपर्छ त्यसपछि हामीले बुल मार्केटमा गर्ने नहुने तेस्रो गल्ती भनेको के हो भन्दाखेरि नि हामीले रिसर्च गरेर मात्र लगानी गर्नुपर्छ किन लगानी गर्नुपर्छ भन्दाखेरि हामीलाई के लाग्छ भन्दा ओहो फलाना मान्छेले मलाई पैसा बनाइदिन्छ फलाना मान्छेले मलाई पैसा दिन्छ भने तर रियालिटीमा त्यो हुँदैन किन हुँदैन भन्दाखेरि ए बाबा उले पैसा बनाएर तपाईलाई दिने भएको भए ऊ आफै त करोडपति भइहाल्थ्यो त तपाईले किन पैसा दिन्थ्यो र त्यसै कारणले गर्दा नि आर्थिक भन्ने कुरामा चाहिँ कोही आफ्नो पढाइ हुँदैन के त्यसैले गर्दा तपाईले चाहिँ के गर्नुपर्छ भन्दाखेरि आफैले अनुसन्धान गर्नुपर्छ आफैले मेहनत गर्नुपर्छ आफैले सङ्घर्ष गर्नुपर्छ तब मात्र पैसा कमाउन सकिन्छ त्यसपछि बुल मार्केटमा गर्नै नहुने अर्को गल्ती भनेको चाहिँ के हो भन्दाखेरि नि हामीले ऋण लगेर चाहिँ के गर्नुहुन्न त लगानी गर्नुहुन्न कि किन ऋण लगेर लगानी गर्नुहुन्न भन्दाखेरि नि हामीलाई के लाग्छ ओहो अब त बुल मार्केट हो बढ्छ हामीले कमाउँछौँ भनेर के गर्छौँ भन्दाखेरि हामीले जति पैसा छ टोटल पैसा के गर्छौँ त शेयर मार्केटमा हालिदिन्छौँ अन्तिममा गएर हामी के हुन्छ त घाटामा पर्छौँ त्यसै कारणले गर्दा नि हामी ऋण लगेर चाहिँ के गर्नुहुन्न त कहिले पनि लगानी गर्नुहुन्न
र अन्तिममा जान चाहिँ तपाईँहरू के कुरा भन्छु भन्दाखेरि नि एउटा कुरा के हुन्छ भन्दाखेरि तपाईँ पनि मेरो उमेरमा हुनुहुन्छ र म जस्तै हुनुहुन्छ भने एउटा कुरा हामीलाई के लाग्छ भन्दाखेरि हो 16-17 वर्षको उमेरमा त रमाइलो गर्नुपर्छ अनि मान्छेले के गर्नुपर्छ त अनि खुसियाली मनाउनु पर्छ भन्ने हुन्छ कि तर पनि म तपाईँलाई के भन्छु भन्दाखेरि जब तपाईँ 30 वर्ष गर्नुहुन्छ जब तपाईँ 35 वर्ष गर्नुहुन्छ त्यसपछि तपाईँलाई के लाग्छ भन्दाखेरि सेभिङ गर्नुपर्ने रहेछ इन्भेस्ट गर्नुपर्ने रहेछ भन्ने कुरा तपाईँलाई लाग्छ कि त्यसै कारणले गर्दा नि जति सक्दो तपाईँले के गर्नुहोस् भन्दाखेरि सेभिङ गर्ने बानीलाई चाहिँ बसाल्नुहोस् र तपाईँले भोलिदेखि सेभिङ गर्छु पर्सिदेखि सेभिङ गर्छु भन्ने होइन कि तपाईँले आजैदेखि सेभिङ गर्नुहोस्। किन आजदेखि सेभिङ गर्नुहोस् भन्दाखेरि नि किन तपाईँहरूले के भन्छन् आजैदेखि सेभिङ गर्नुहोस् भनेको भन्दाखेरि नि एउटा कुरा हामीले के बुझ्नुपर्छ भन्दाखेरि नि हामीले जुन विद्यालयमा ज्ञान सिक्दैछौँ नि त्यो ज्ञानले हामीलाई नोकर बनाउँछ कि मालिक बनाउँदैन। तर यदि हामीले सेयर मार्केटमा लगानी गर्न सक्यौँ यदि हामी सेयर मार्केटमा अन्य क्षेत्रमा लाग्यौँ भने यो हामीलाई नोकर होइन कि मालिक बनाउने क्षेत्र हो। त्यसै कारणले गर्दा इन्भेस्ट हुने कुरालाई चाहिँ हामीले चाँडै गर्नुपर्छ। त्यस पछाडि तपाईँले बुल मार्केटमा गर्नै नआउने अर्को गल्ती भनेको के हो भन्दाखेरि नि तपाईँले ट्रेन्ड चाहिँ बुझ्नुपर्छ कि कति बेला ल बुल मार्केट सकिँदैछ कुन बेला टपमा पुग्नेछ कुन बेला बटनमा पुग्छ यी कुराहरू चाहिँ तपाईँले के गर्नुपर्छ बुझ्नुपर्छ। यदि तपाईँले यी कुराहरू बुझ्नुभयो भने नि तपाईँले के गर्नुहुन्न त सेयर मार्केटमा पैसा कमाउनुहुन्न कि। आशा छ आजको यो भिडियो तपाईँहरूको निम्ति धेरै नै उपयोगी भएको छ। यदि तपाईँले यस प्रकाशजी युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गर्नुहोस्। मैले तपाईँलाई अगाडि पनि भनेको थिएँ आज अलिकति समय पुगेन त्यसै कारणले गर्दा घाँस बोक्दै भिडियो बनाएँ। तर पनि एउटा कुरा ज्ञान भन्ने कुरा राम्रो कोठाभित्र बनाउँदैमा मात्र सिक्ने नत्र नसिक्ने भन्ने हुन्न कि ज्ञान भन्ने कुरा नि हरेक ठाउँमा हामीले सिक्न सक्छौँ हरेक तरिकाले सिक्न सक्छौँ हरेक सिचुएसनमा सिक्न सक्छौँ। त्यसैले गर्दा नि एउटा कुरा भन्ने गरिन्छ नि जिन्दगीमा जुन मान्छेले सिक्न साध्छ नि त्यो मान्छे त्यही दिन मर्छ कि। त्यसै कारणले गर्दा आफ्नो सिक्ने कार्यलाई चाहिँ अगाडि बढाउनु पर्छ। म तपाईँहरूलाई के भन्छु भन्दाखेरि जिन्दगीमा सर्वप्रथम चाहिँ तपाईँले कमाउनु पर्छ कि अनि कमाउनुभन्दा ठुलो कुरा बचाउनु पर्छ बचाउनुभन्दा ठुलो कुरा लगानी गर्नुपर्छ लगानी गर्नुभन्दा ठुलो कुरा चाहिँ के गर्नुपर्छ कम्पाउन्ड इन्ट्रेस्टका दरले हामीले रिइन्भेस्ट गर्न सक्यौँ भने हामी चाँडै धनाढ्य बन्न सक्छौँ। र अन्तिममा पनि तपाईँलाई फेरि भन्छु यदि तपाईँले यस प्रकाशजी युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गर्नुहोस्। धन्यवाद।